हेलो एन्ड नमस्ते गाइस, के छ खबर? सबैजना एकदमै सन्चै हुनुहुन्छ? आजको दिनमा भने हामी स्याङ्जा जिल्लाबाट गुल्मी जिल्लासम्मको यात्रा तय गर्दैछौँ। मलाई भने यो नयाँ बाटो रहनेछ। हामीहरू यहाँका मनोरम दृश्यहरू अवलोकन गर्दै बाटाको कन्डिसनबारे जानकारी लिँदै हामी अगाडि जाने नै छौँ। आउनुहोस् लागौँ आजको एपिसोडतर्फ। पहिले भने हामी यो स्याङ्जा जिल्लामा छौँ। स्याङ्जा जिल्लाको यो जुन हामी यात्रा गरिरहेका छौँ, यो सडक भनेको सिद्धार्थ राजमार्ग हो। यहाँबाट हामी केही अगाडि पुगिसकेपछि 0 किमी भन्ने ठाउँमा पुग्नेछौँ। त्यहाँबाट छुट्टिनेछ सिद्धार्थ राजमार्ग चाहिँ। यो हो 0 किमी। जुन तल्लो देखिएको छ त्यो चाहिँ सिद्धार्थ राजमार्ग हो भने यो हाम्रो चाहिँ अब मिर्मी जाने सडक खण्ड हो। हरियाली पाखा पखेराहरूको अवलोकन गर्दै हामी मिर्मीतिर लाग्दैछौँ। यहाँको बाटो भने अलिकति साउरो भने एकदम साउरो नै छ। यात्रा गर्दाखेरि केही सावधानी अपनाएर चाहिँ यात्रा गर्नुपर्ने हुन्छ। तर ठाउँ भने एकदमै रमाइलो र लोभ लाग्दो चाहिँ हामी देख्न सक्छौँ। यो हो कालीगण्डकी गाउँपालिका प्रवेश गर्ने प्रवेशद्वार। यहाँबाट सुरु हुन्छ अब कालीगण्डकी गाउँपालिकाको यात्रा। हामीहरू यहाँ देख्न सक्छौँ एकदमै गाउँघरका घरहरू। कोही ठाउँ टिनका घर छन् भने कोही ठाउँ अर्का घर पनि हामी देख्न सक्छौँ। ठाउँ भने एकदमै निकै सुन्दर र मनमोहक लागेको छ। एकदमै रमाइलो पनि छ ठाउँहरू, चारैतिरको हरियाली पाखा पखेराहरू। हामी भने यो मिर्मीमा आइसकेको छ। यो चाहिँ हामी जुन देखेको छ यो चाहिँ कालीगण्डकी नदी। एकतिरबाट काली बगेर आएको छ भने एकतिरबाट चाहिँ सेतीबेरी बगेर आएको छ। यो चाहिँ कालीगण्डकीय जलविद्युत आयोजनाको ड्याम हो। अहिले भने हामी यो स्याङ्जा जिल्लामा छौँ भने जुन पारी देखिएको छ त्यो चाहिँ गुल्मी जिल्ला पर्दछ। बनाउँदै रहेछ मान्छेलाई ढुङ्गा नि आउँछ। पहिरो रहेछ यता त पानी ठुलै आएर चाहिँ कि पानी आएर राति यता सब ढुङ्गा अझै नि फस्दैछ।